नमस्कार साथीहरू, स्वागत छ टेक्निकल नेपाल युट्युब च्यानलमा। आजको यो भिडियोमा मैले तपाईँहरूलाई ई-सेवामा क्युआर कोड कसरी हेर्ने एकदमै सजिलो तरिका सिकाउनेछु साथीहरू। यसको लागि साथीहरू ई-सेवालाई ओपन गर्नुलाई यहाँनिर, त्यसपछि तलनिर त्यहाँ चाहिँ यहाँनिर यसमा क्लिक गर्न बिचमा देख्नुहुन्छ, यहाँ गोलोमा क्लिक गर्नुहुन्छ साथीहरू। यहाँनिर क्लिक गर्नुलाई यहाँनिर यसमा क्लिक गर्नुहोला। यहाँनिर क्लिक गरेपछि यतातिर साइडमा यहाँ देख्छ निलो, यहाँ देख्छ माथितिर एरो देखाइरहेको छ साथीहरू। यहाँनिर एरोमा क्लिक गर्नु साथीहरू। यहाँनिर एरोमा क्लिक गर्नुहोला। यहाँनिर एरोमा क्लिक गरेपछि यहाँनिर क्युआर कोड आइसकेको छ देख्नुहुन्छ। यहाँनिर साथीहरू क्युआर कोड आइसकेको छ। अहिले यसलाई यहाँ यो तलनिर एरो देखाइरहेको छ साथीहरू। यहाँ एरोमा क्लिक गर्नु तल यहाँनिर तल आइहाल्छ। यहाँनिर तल यहाँ माथिनिर तलनिर साथीहरू यहाँनिर यो एरोमा क्लिक गर्नु यहाँ माथि आइहाल्छ साथीहरू। यसलाई यहाँनिर सेयर गर्न सक्नुहुन्छ। यहाँबाट सेयर विभिन्न सोसल मिडियाहरूमा सेयर गर्न सक्नुहुन्छ। यहाँबाट यसरी सेयर गर्न सक्नुहुन्छ। यहाँनिर डाउनलोड गर्न सक्नुहुन्छ साथीहरू। यो क्युआर कोडलाई यहाँनिरबाट डाउनलोड गर्न पनि सक्नुहुन्छ साथीहरू। ल त साथीहरू, आजको भिडियो यति नै। अर्को नयाँ भिडियोमा फेरि भेटौँला। ओके, बाइ बाइ।